हेलो गाइज वेलकम छ सबैजनालाई मेरो एनके ब्लगमा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म बिहानै उठेर मेरो घरबाट देखिने हिमालको दृश्यसँगै मेरो दिन कसरी कट्यो त भनेर सुनाउँछु। आज चाहिँ लक्ष्मी पूजाको दिन। लक्ष्मी पूजा जिजुबा पण्डित, हजुरबा पण्डित, बाउ पण्डित, छोराका त कुरै नगरौँ, छोरो के हो। लक्ष्मी पूजा सकेपछि चाहिँ हामी दुई भाइ भएर चाहिँ घाँस काट्न गयौँ, किनभने हामी त गाउँले पर्यो, घाँस काट्नु पर्यो। हामी त भैँसी पालेछौँ 4-5वटा, भन्न चाहिँ मिल्दैन। भैँसी चाहिँ एउटा थियो, सो त्यसको लागि पनि घाँस चाहिने भएपछि हामी दुई भाइ भएर घाँस काट्न गयौँ। घाँस काट्दा चाहिँ यस्तो छ बाटो, गाउँले पर्यो। गाउँले ए गाउँले कहाँ हो, मलाई त एकैछिन लाग्ने भयो। घाँस काटेर आएपछि चाहिँ खानासाना खाइयो। अनि खाना खाएपछि चाहिँ हामी दुई भाइ भएर अमिलो टिप्न जाने भनेर घरबाट अमिलो टिप्नतर्फ लागियो। यहाँतिर छ क्या, त्यहाँ माथि ठुला बाबुहरू कहाँ मागेर दिन्नन् चोर्ने सिधै। दिदी अमिलो आउनु आउनु, यहाँ किन अमिलो, म चोर्न जान्छु माथि हुनु ल। पछाडि रहेनछन्, पछाडि हाम्रो घर चाहिँ छैन अमिलो। हाम्रो घर अमिलो भन्ने प्रजाति चाहिँ छैन, भन्ने अनि यो हाम्रो अमिलो हो, बट यो फल्या छैन। र अमिलो चोर्न जान्ला हम। अमिलो अ प्लस मी प्लस लो अमिलो। हामी दुई भाइ भएर त्यहाँ अमिलो चोर्न जान्ला हम। त्यहाँनिर अमिलो हो, अमिलो चोर्छौँ। हल्ला गर्दैन, हल्ला गर्नु, अमिलो चोर्न जान्छ। अमिलोसित खानालाई चाउचाउ यहाँ छ, पिरो चाउचाउ के हो यो, लाली गजबको पिरो त होइन, लाली चाउचाउ। त्यहाँ जान्छौँ र अमिलो चोर्छौँ। अनि अमिलो र चाउचाउ आज दुई भाइ बहुत खान्छौँ। अमिलो चोर्न आइयो। अमिलो खानादेखि हामी अमिलो चोर्छौँ। यहाँ छ अमिलो बुटै, यहाँ छ अमिलो बुटो, अमिलो चोर्छौँ। उहाँ माथि हो, खानादेखि चोर्छौँ। अमिलो चोर्न आएका अमिलो रहेनछन्। अनि सुन्तला टिपेर सुन्तला हार नदेखाऊँ, अमिलो भ्याइएछ। हजुर भर्खरै अमिला छैन भन्थे, अहिले चाहिँ हात हाटिदिँदा सोपेर हिँडे ह भनेर तपाईँहरू कन्फ्युज हुनु होला। कन्फ्युज नहुनु, किनभने हाम्रो कुरा चाहिँ मुनतिरबाट चाहिँ हाम्रो ठुली मम्मीले चाहिँ सुन्नु भएको रहेछ। ठुली मम्मीले सुनिसकेपछि चाहिँ मुनतिरलाई बोलाएर चाहिँ हाम्रो मम्मीलाईसँग आइज भनेर बोलाइसकेपछि चाहिँ हामी गएर ठुली मम्मीको बाटो चाहिँ अमिला लिएर फर्केका हौँ। हाम्रो कुरा चाहिँ मुनतिरबाट चाहिँ ठुली मम्मीले सुन्नु भएको रहेछ, हामीलाई चाहिँ थाहा थिएन। अनि ठुली मम्मीले बोलाइसकेपछि चाहिँ हामी गएर अमिला लिएर आयौँ। एकदम रमाइलो भयो। अमिला लिएर आइसकेपछि चाहिँ अमिला खाइयो, खाएको पुरा भिडियो चाहिँ हुर्रे हामीले चाहिँ अमिला लिएर आइयो गाइज, हुर्रे हुर्रे। अमिला चट्ट पारामा लिएर आइयो, हेर्न सक्नुहुन्छ गाइज। हेलो केटा हो, आइकीको फाइदा हेर, मेहनतको फल मिठो हुन्छ। हेर्नुहोस्, हामीले चाहिँ अलिबेर सङ्घर्ष गरिसकेपछि चाहिँ अमिलो ल्याएर चट्ट पारामा खाइयो। हेरेर साथ दिनुहोस्, किनभने हामीले तपाईँलाई दिन चाहिँ सकेनौँ। सो हेरेर भए पनि रमाइलो गर्नुहोस्। हेर्नु, हामी त पुरै गाउँले हो, चट्ट पारामा बसेर अमिलो त आफ्नै पारामा खाइन्छ क्या, चट्ट पारामा देख्न सक्नुहुन्छ। खुर्सानी र वर्षमाया आजको रात फेरि भेट हुँदैन एकसाथ। वर्षमाया आजको रात फेरि भेट हुँदैन एकसाथ। सो गाइज हाम्रो दिनचर्या चाहिँ यसरी बित्यो, अमिलो खाएर रमाइलो गरेर पूजा गरेर। अब अरू भिडियोहरू चाहिँ आउँदै गर्छन्, लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला। बाई।